हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल न्यू द न्यू ब्लग। तपाईँ सबैजनालाई स्वागत छ। आज चाहिँ हाम्रो ह्याप्पी इस्टर सन्डे चाहिँ रहेको छ। सबैजनालाई आजको हाम्रो ह्याप्पी इस्टर सन्डेमा चाहिँ स्वागत छ। र यहाँनिर छोरी र म छौँ। धेरै बेर कुरिसके पछाडि चाहिँ मोमो र चाउमिन चाहिँ आइसकेको छ। हामी नास्ता खाएर एकछिनभित्र चाहिँ प्रवेश गर्दैछौँ, जहाँ चाहिँ एकदमै धेरै ठुलो प्रोग्राम चाहिँ भइरहेको छ। यहाँनिर इस्टर सन्डेको चाहिँ हामी सबैजना दाजुभाइ दिदीबहिनी विश्वासी मित्र परिवारहरू आया आफन्त सम्पूर्णजना चाहिँ यस रङ्गशालामा चाहिँ भेला भइसकेको छौँ काठमाडौँको। यहाँनिर कतिजना चिनेको पनि आउनुभएको थियो, कतिजना नचिनेको पनि। यसरी प्रभुको छोराछोरीसँग भेट गर्न पाउँदाखेरि चाहिँ मलाई एकदमै धेरै खुसी भइरहेको थियो। र म पनि अलिअलि लुकीचुरी भिडियो चाहिँ बनाइरहेको छु कि आज हामी बिहान प्रार्थना गरेर अनि नास्ताहरू खाएर भित्र प्रवेश गरिसकेका छौँ। अब भित्रको माहौलहरू चाहिँ एकदमै राम्रो छ। यहाँनिर बहिनीहरू छ अनि हेलो दिदी भनिरहेका थियो है। अनि त्यस पछाडि यहाँनिर भाइ हुनुहुन्छ, भाइले कपाल काट्नुभएको रहेछ, कस्तो राम्रो हिरो देखेको भनेको। फेरि एकछिन फोनमा घुम्नुहुन्छ, वा हो र दिदी भनेर कपाल देखाइराख्नु भएको छ। उहाँ चाहिँ मेरो भाइ हुनुहुन्छ, ह्याप्पी इस्टर सन्डे दिदी भन्दै हुनु। फाइनली 1 महिना जस्तो पछाडि चाहिँ हाम्रो आफ्टर लङ टाइम पछाडि चाहिँ भाइसँग मेरो भेटघाट भएको थियो। आफ्टर लङ टाइम पछि भेट भयो दिदी भन्दै हुनुहुन्छ। अनि मेरो पुतली चाहिँ आउँदैछ सबैजनासँग धेरै लामो समय पछाडि। अनि यसरी पुतली र म चाहिँ एकअर्कालाई चाहिँ भेट्दैछौँ। पुतली चाहिँ आयो मलाई खोज्दै खोज्दै, अनि पुतली र म चाहिँ अब हक गर्छ गाइसहरू। धेरै खुसी छु म आज, जसरी राम्रो स्मरणीय पल चाहिँ बिताउन चाहिँ पाएँ। अनि ऊ चाहिँ मेरो छोरी, उसलाई फोटो खिच्न र भिडियो बनाउन खासै मन पर्दैन, तर पनि मैले जबरजस्ती फोर्स गरेको है गाइजहरू। हेर्नुहोस् त, हामी 3 जना चाहिँ भेटिसकेको छौँ यस्तो भिडभाडमा पनि। अनि साथै जस नेपालभरिको धेरै मान्छेहरू चाहिँ यहाँ यस प्रोग्राममा सहभागी हुनलाई आउनु भएको थियो। म चाहिँ एकदमै धेरै खुसी छु। थ्याङ्क यू प्रभु, यो समय जिताइदिनु भएको लागि। आई होप कि सबैजनाले चाहिँ तपाईँको पुनरुत्थानको बारेमा चाहिँ बुझ्नेछन्।
इस्टर र्याली चाहिँ यतिखेरको हामीले एकदमै धेरै भव्य रूपमा मनाउन पायौँ काठमाडौँको रङ्गशालामा। अनि सबैजनालाई ह्याप्पी इस्टर भन्न चाहन्छु। थ्याङ्क यू एभ्रिवान, बाई बाई।